भर्खर है घरको टाइम मेरो मोबाइल नम्बर चाहिँ नमस्ते वेलकम टु आरएन पशुपालन फार्म। आज हामी चाहिँ मौरीको घार हेर्न आइरहेको छौँ। यहाँ मौरी खरिद गर्नु पर्यो भनेर अङ्कलले निरीक्षण गर्दै हुनुहुन्छ। चराउन लिएर आएको नि यहाँबाट पूर्वबाट घार रोज्दैछौँ। बोरा चाहिँ किन नभएको छैन हाल्नु। रुगिराख्नु नपर्ने हो चाहिँ यो चाहिँ राम्रो हुन्छ छैन छैन यिनीहरू चाहिँ चर्न गएर कम भएको हुन्छ कि बेचिसकेर कम भएको हुन्छ। पहिले बर्खाबाट बल्ल आउँदै गरेर फेरि सानो भएर पुरानो अलिक बढी उहाँलाई थाहा हुन्थ्यो। सबै खोल्दै हुनु चिसामा आउँदै हुन्छ त्यो त्यसमा एउटा चाहिँ बोरा राखेँ त्यसमा छ चिनो लगाउँ त ले घर गर्न पर्यो भोलि कस्तो छ अब तपाईँ घर हो यो धेरै कस्तो छ भित्र अङ्कल हेर्नु यहाँ हेर्नु भित्र कस्तो छ हजुर यसमा अलि राम्रो छ कि यसमा यसो चिनो लगाएर एउटा घर यो यो भयो एउटा चिना लगाउँदा चिना राखेको यो यसरी उल्टाउनु तपाईँले भोलाकीले लाने हो नि सर असल लानुहोस् न होइन तपाईँले असलै दिनुहुन्छ भनेर आएको नत्र अन्त यो लाने कि नलाने ठिक छ यो पनि ठिक छ। 1 2 3 4 5 6 7 8वटा छ 8वटा यो चाहिँ नलानुहोस् यो भरि भयो यो धेरै छ दसैँ फ्रेम चाहिएन हामीलाई दसैँ फ्रेम चाहियो बाहिर निस्किनु थालेको यो पनि यो पुत्ला के अरे साङ्ला बढी लागेछ क्या सर अब यसलाई अब रेखदेख गर्न अलिकति रेखदेख चाहिँ भएन। अब स्ट्यान्ड त्यति सानो पनि घाँस यो स्ट्यान्ड त बोक्नको लागि हो नि म्याडम। अब योभन्दा अल्गो बनाएपछि अब त्यो ट्रक नै हट्दैन होइन। हामीले कतिवटा एउटा मात्रै खाने एउटा दुईटा तिनटा त्यसपछि त्यहाँ पनि उताको टोपी यो नलानु सर यो अलिक कम छ होइन। तपाईँले असल लानुहोस् न। मौरी अलि टन्न भएको
रानी के हो नि नयाँ सबै यो नयाँ हो सर। बढी रहेछ तपाईँको मौरी त कति छिटो बढ्यो बढेको के हो यो पनि नयाँ राम्रो रहेछ अलिक ठिक्क लान्छ यो ठिक्क यो के हुन्छ ठिकै छ यो एउटा फ्रेम त निकालिदिउँ नि सर एउटा फ्रेम परेन फ्रेम निकालिदिउँ न एउटा यो छ 1 2 3 4 5 6 7 7वटा हुन्छ भोलि खनाल सर तपाईँलाई म छानेर दिने हो क्या यहाँ घार पनि छानेर दिने मौरी पनि छानेर दिने यो पनि लाँदा हुन्छ 1 2 3 4 5 6 7 कति यसलाई पनि उल्टाउँछु यति अब धेरै हेर्नु परेन कति भयो 6-7 फ्रेम 6-7 फ्रेम राम्रै हो 1 2 3 4 अनि दाइ के अरे भाइले भन्नुभएको थियो नारायण भएको थियो नारायणले केही पनि भन्न नारायणले तपाईँले लाने हो होइन उहाँले हामी त एउटै हो कि बाहिर एउटै ग्रुप एउटै ग्रुप बनाएर एउटै परिवार भने नि भयो हल्का पानी छ होइन केही हुन्न दुई चार हार ल्याउनु त हालौँ हालेर अनि थोबित लिएर उता जान त ऊ यहाँ छ ऊ त्यहाँ ऊ त्यहाँ छ उहाँ छ क्या त्यसलाई यसमा टक्टकाइदिनु ड्यापा बारी त्यही राखिदिएको तपाईँको बोरा ल्याउनु बुढा ल्याउँदा हाम्रो छवटा भयो सर अर्को यो हो उहाँ यता यता छ एउटा एउटा यो होइन ए यो एउटा उहाँ कुनाको सर यो यति धेरै चाहिँ नलानुहोस् यो धेरै चाहिँ नलानु होइन अलिक थोरै थोरै तपाईँले आखिर चाहिने बिउ आखिरी यो त 9 भयो 3 4 5 6 7 8 हाल्दिनु न हालौँ त ज्यादा धेरै भयो भने सम्हाल्नै सक्छ सामान होइन यो पालि त म त बरु बिदा लिएर हुन्छ कि के गरेर हुन्छ यो म कसमै खाछु मौरीको यस्तो डिमान्ड छ मको हेर्नु हो मको त सर काठमाडौँ यस्तो डिमान्ड आएको बजार बनाइयो अनि मान्छे घर आएर फर्किँदा बहुत झ्याउनु रहेछ कि हाम्रो पनि 2 महिना 3 महिना हारमा बस्नुहुन्छ हेर्नुहोस् न त्यहाँ बिचमा आएर सोध्छ यस्तो दामी छ बच्चा हालेछ मलाई घाल विभाजन गर्न 10-20 डब्बा बनाएर छोडिदिनुहोस् भनिदिन्छु मैले पैसा मात्रै हेरेर आउने हुन्छ कि यो तोरीको फेरि पछि गएर एकदम जम्दो रहेछ कि जम्ने रहेछ बुझ्नेले फेरि यो के मिसाएको यो के हो यस्तो खोटा चाहिँ भन्छ मिसाएको भन्नेलाई त पिक्टम चाहिँ हुन्छ हेर्नु भोगेर आफूले केही मिसाइयो भने भनिदिनु त भन्न पाएँ यस्तो डुप्लिकेट बजाएर पाइन्छ मैले एकजनाले त्यस्तै भने कि तपाईँले चिनी मिसाएको भने मैले बोलाएँ काट्दा दिन चिनीकै मल 1 किलो लान्छु भने त्यो मान्छेले आएर हेरेर 5 किलो लिएर गयो कि डाइरेक्ट देखाउनु त त्यहाँ झुटो बोलेर हिँड्छ न रानी हेरियो रानी भयो पनि ठिक छ नभए पनि मलाई टेन्सन छैन रानीको बनाइहाल्छु बन्छ क्या जति नयाँ रानी बनाऊ उति असर गरिरहेको रानी आफै बनाउनु त मिल्दैन होला मेरो पढाइ हेर्नु गुगल र युट्युबमा भएका सायदै सबै कुरा मैले पढेको छु कि 10 वर्षको मौरी नै पाल्ने भनेर हो अनुभवी बनाउने नि हो रानीको यहीँ छ फ्याटेड त्यही छ सबै कस्तो चिनिन्छ रानी नयाँ छ क्या रानी चिनिन्छ बाहिर सबै नयाँ। लामो पुच्छर हुन्छ कि पुच्छर लामो हुन्छ अरू गन्ध नयाँ हो नि सर लाम्चो हुन्छ सबै यो कार्तिकमा बनायो हो
यसले लगभग अबको 2 वर्ष चाहिँ काम गर्छ कसरी बनाउँछ नि खास अब यो माघ फागुनतिर तपाईँको रानीको सापै उठाउँछन् अब घार बढाउने कति बढाउने भन्ने कुरा हो त्यो ठ्याक्क छनौट गर्ने कोष कस्तो छ त्यसलाई छनौट गर्ने कोष राखिदिने अर्को विधि एउटा ग्राफ्टिङ विधि छ ग्राफ्टिङ मैले गरेँ नि सर मैले धेरै गरिनँ त्यसले चाहिँ दीर्घकालीन काम गर्छ तर नेचुरल जस्तो ग्राफ्टिङ त हुँदैन व्यापारीले हल्ला गरेर कृषकलाई उल्लु बनाएर 2000 रुपियाँ कोटा बेचेर पैसा कमाउने विधि नेचुरल जस्तो त्यो एउटा मेरो अनुभव के भयो भने ग्राफ्टिङ गरेको रानी एकदम म्यापिङ हुँदाखेरि एकदम कम स्पिडमा उड्ने अनि धेरै भाले लाग्ने हुँदा त्यो अलिकति पहिलो वर्ष राम्रो काम गर्दैछ सिजनेबल हुने तो घोप्टाउने है सबै काम त्यही घोप्टाइदिनु हाल्नु टोकलाई बेलामा त यति टोक्छ तर अहिले त नपारेको भएर गोरो लाउनु त मिल्छ र त्यो माथि मिल्छ झर्छ ऊ त पल्ला छ बोरा राखेको कति घाट लाग्ने त्यसपछि मेरो गाह्रो हुन्छ सर मेरो गोसा भन्ने उसले चिनिहाल्छ होइन मौरीले कसैलाई उहाँलाई त्यो सुन्निँदै सुनिन्न त्यति बुझ्दैन मलाई फेरि ज्वरै आउँछ दुई घन्टाले टोक्यो भने तिनवटा मात्र लाने कि अरू पनि लाने हो सर ए भाइ निस्क्यो निस्क्यो टोपीले काम गरे मौरीले टोकेर 250 रुपियाँ सर तपाईँले अलिक छोडेर लाँदा हुन्न अनि दिनुहोस् कि मलाई टेन्सन नलिनु त हो त्यसको एउटा फ्रेम पर्ने भयो केही छ बढ चिया खाम्ला के गरौँला आफ्नो ठाउँमा छ ढुक्कले हाल्नु छैन यसमा रानी छ भन्ने मलाई लागेको थिएन कि सर पहिला नै रानी होला नि होइन यो पहिला नै समस्या आइरहेको थियो मैले हेर्न गएको थिइनँ किनभने यो बच्चा छ यो बच्चा त अर्काको बच्चा हो मौका चाहिँ पहिला नै समस्या आएको भन्ने मलाई लाग्यो मैले पटक पटक आएर बाहिरबाट मात्रै हेरिआएको रानीको छ रानी नभएदेखि रानी खोज्न थाल्नु थियो रानी छ हुन त अरू फिल्ममा त खासै धेरै त चाहिन्छ सुन्नुभयो ए तर ठिक छ हुन त 6 फ्रेम रहेछ सर यो त 6 फ्रेम रहेछ अरू म फ्रेममा खासै म बाहिर आएर बसेको अलिक खचाखच भएको भए ठिकै थियो यो त सर यो चाका हाल्दाखेरि त दसैँ खान्छ यो त चिताउनु लाँदाखेरि त यो बाटो त सर त 20 केजीमा हो यति बढी यति घटी कहिले काहीँ भइहाल्छ 1 महिनापछि यो तपाईँको 2-3 गाह्रो पनि हुन्छ यो 1 महिना अबको 1 महिना पछाडि त यो 9 गाह्रो हुन्छ नि
नकाट्दै लको भयो त्यही अनुसार अहिलेसम्म छोरी छ तपाईँहरूसँग कत्रो चाका छ होइन हाल्नु चाहिँ न त कम्फर्मै पहिला मैले यता आउँदाखेरि भात खान बोलाउने हो अनि मौरी पनि देखाउनु पर्ने भएको छ यति बनाएँ सर हजुरहरूको चाहिँ कहाँ छ सर यो पालन मौरी पालन यो मौरी पालन त काठमाडौँमा गर्ने हो भाइ हजुर होइन तर अब यो खासै सात फ्रेम गर्नुपर्छ सात कहाँ आठै हुने सर यो खासै हो यसमा खासै मौरी छैन कि अनि यो त फ्रेम त तपाईँले दिनु नै भयो अब घारै लगेपछि सुन्नु न यहाँबाट माउमा आउँछ चाकाबाट सबै माउ भरि छ वा मेरो घर जोडिएको छिमेकी छिमेकीले पनि हाल्नु सुन्नु न छिमेकी भन्दा पनि दाजुभाइ नै भने भयो सुन्नुहोस् है भाइ त्यही भएर यसलाई 1 2 3 4 5 6 7 गर्नुहोस् किनभने यसरी घारै लैजाँदै हुन्छ तपाईँले जति भनेको मूल्य त्यही घारमा अरू हाम्रो यसमा फ्रेम थप्छु तपाईँले यो 1 2 3 4 5 6 7 8 आठको गर्नुपर्छ र तपाईँले एक्स्ट्रा फ्रेम हालिदिनुहुन्छ नि 1 2 3 यो एक्स्ट्रा त यो दुईटा भयो यो एक्स्ट्रा दुईटा भयो यो त घारैसित आउने भयो किनेपछि तपाईँलाई चाहिने 10वटा फ्रेम हो 10वटा फ्रेम लाग्नु पर्दैन यसले धाक म त नयाँ छु मलाई किन थाहा यसले धाक म त अब बल्ल सिक्ने हो चित्त बुझाउनु 2 गार लाउने उहाँले चित्त बुझाउनुहुन्छ कि नै भन्ने कुरो उहाँसँग तपाईँ सम्पर्कमा नआउनु तपाईँको 2 6 हुन्छ क्या होइन 12 घन्टा त म सँगै हुन्छु 12 घन्टा सँगै बाँकी 12 घन्टा गर बाँकी 12 घन्टा म गरेर मैले त 2 बेलाबाट सुरु गरेको भाइ पहिला म बोर्डिङ मास्टर हो अनि 2 बेलाबाट सुरु गरेर अनि त्यो बोर्डिङमा गएर पढाउनु भन्दा यही नै ठिक छ कि भनेर मौरी पाल्नु ठिक छ ठिक यो त यसरी हुन्छ कि तर नेपालको अवस्था अर्को घारेर दलालसँग बसेको मात्रै हो नत्र यसमा माला भन्छ हामीले कुन चाहिँ पल्ट को उहाँ छ एउटा यो पनि हो त्यो पनि हो तपाईँले यो चाहिँ ठिक छ हुन्छ अब मलाई थाहा छैन हजुरले रोकिदिनु मौरी चर्च यो लाने हो भाइ कन्फर्म हो उहाँले गर्नु यो घार टुनीको होइन भन्ने लाग्यो यो सर हार जेको भएन कि खप्ने यो सिसो हो जस्तो छ सिसो खप्ने त्यति नै हो चेन्ज गरिदिन मिल्दैन टुनीको गरिदिनु न छैन तपाईँ यसरी कता यो कि यो हेरौँ होइन तर यता र त्यता कति पारिराखौँ कि यहाँ चिलाइ खायो एउटा यही लानु यो फ्रेम म निकालिदिन्छु भाइ बुझ्नुभयो नि ठिक छ ल त्यसो भने त्यो फ्रेम निकालिदिनुहुन्छ नि यो 7 फ्रेम हुने हो 7 फ्रेम गरिदिनु होला है अनि त्यो कति फ्रेम छ त्यो लागि 7 गरिदिन्छु यो र यो दुईटा लानुहोस् त्यो नरहेछ मौरी यसमा राम्रो देख्छ यो पनि घार नै भाइ यो जे काठको भएन पनि बराबर खप्ने है यो जुन चाहिँ हल्का छ नि हल्का काठको पर्छ ठिक हो सर एउटा यो गरी होइन अब कहाँ हो त्यहाँ गर्नु माथि होइन एउटा त्यो एउटा यो गरिदिनुहोस् यो फ्रेम निकालेर टक्टाउनु अनि त्यसपछि अरू खालि तपाईँकोमा मेरोमा त गीत हालिदिनु चाहिँ पर्दैन छ मेरो घर फ्रेम हुन्छ यसलाई नगर्नुहोस् कि सर फ्रेमै नगर्नुहोस् तपाईँले यत्तिकै छोडिदिनु कि चाका छोडिदिनु आखिर तपाईँलाई पछि अब यहीँ राख्ने हो भने त तपाईँले माघ फागुन चैत आए त मौरी कलाई त्यसै दिउँ भन्ने जस्तो नि हुन्छ त्यही त त्यसरी चैत आशिष लामी छैन आशिष लामी छैन चैत आए त त्यसै पनि दिनुहुन्छ कि चैतमा भन्दैछ चैत अब मगा नपाइन्न एक लट मगा खाने पो आशु हो त चैतमा यता आइन्छ आइँदैन ठेगान भएन आइएसम्मको पोखराबारी आसपासमा राखिन्छ सम्पर्क गर्नुहोस् आएर ड्युटी गर्नुहोस् छुट्टीको मौरी लाग्छ जति ड्युटी गर्नु पर्यो भागेको मौरी ड्युटी त 18 घन्टाको ड्युटी पहिले चलिरहेछ त्यो 18 घन्टा होइन तपाईँले दिनको 2-3 घन्टा आएर हेर्न पर्यो यो
रहरको बुट्टातिर वरिपरि घुम्नु पऱ्यो बरालेर आउनु पऱ्यो सुन्नु न अनि बराम पार्क पुगेर यहाँ सुन्नु हामी कस्ता मान्छे भने युवा पनि हो तपाईँलाई आवश्यक पर्दा रूपन्देहीभरि सहयोग गर्न हामी तयार छौँ बुझ्नुभयो सर रूपन्देहीभरि हरेक कुरामा है तर हेर्नुहोस् है सर अब तपाईँलाई एउटा अस्ति भन्नुभयो त मनमा एउटा खड्किरहेको रहेछ काट्ट भन्नुभयो फेरि त्यो मेरो कारणले होइन है फेरि मेरो चाहिँ पेसा हो मेरो चाहिँ काठमाडौँमा घर सर केही छैन मैले चाहिँ यही मह बेचेर मेरो छोराछोरी पाल्ने होइन म कुनै दलाल होइन म त सामान्य एउटा कृषक हो मलाई त दुनियाँले ठग्छन् क्या म त हामी पनि कृषकै हो क्या सर सुन्नुहोस् है म त यसरी लुटिन्छु ठाउँ ठाउँमा बाटोमा पुलिसले लुट्छन् मौरी राखेका स्थानीयले लुट्छन् होइन व्यापारीले त सबैभन्दा बढी महको मूल्य अहिले मैले यहाँ सार्वजनिक गर्ने भने नि महको मूल्य त कति छ पोहोर कि परार त्यहाँ आगो पनि लागिदिएको होइन अनि म यति साह्रो पीडित छु पीडित भने कस्तो खालको भने पहिले मैले के लाग्छ भने सुइसाइड बम यो देशै हल्लिने फिट गर्नु पाएँ म गरिदिन्छु मौरीको कारणले होइन मौरीको कारणले होइन अरू कुरा पनि यो देशमा बाध्यात्मक छन् नि कतिपय कारण यो देशमा नि जस्तो हामी जस्तो मान्छेलाई प्रेम प्रसाद आचार्य बनाएको छौँ क्या यसलाई राखौँ न त्यो भनेको म जस्तो मान्छे सुन्नु न सर अब त प्रेम प्रसाद आचार्यले आगो लागेर मरेको थाहा छैन भाइ तपाईँले त्यो रेकर्ड गरिरहनु भएको थाहा छ रेकर्ड गरेर हालिदिनुहोस् प्रेम प्रसाद आचार्य सुन्नुहोस् बनाउने भनेको यो देश हो होइन मान्छे विकल्प केही पनि नभएपछि झुमेर मर्ने होइन अनि भनेपछि यो मैले मौरी बेच्दाखेरि उपयुक्त मूल्य मेरो श्रमको ज्याला मैले लिन सकिनँ भने त्यसको अर्थ के हुन्छ जेरो भ्यालु क्या अनि मैले त लिनुपर्छ नि सर त्यो त मेरो धर्म हो पऱ्यो आफ्नो उत्पादन त पऱ्यो त अनि त्यही भएर अब यो कहाँ सजिलो छ र अब उहाँ चितवनमा नि उहाँ जाने बित्तिकै चेपाङ हाल्दै हालेर छु यहाँ वरिपरि कति आयो भाडा लिएर आउँछ गयो उति उता गयो उति दाङमा गयो उति परार साल त्यहाँ मह काट्यो एकजनालाई टोकिदियो त्यो टोके भए 3 किलो मह त्यसै दिनु हो ऊ त्यहाँ दुईवटा मौरीले टोके भए 3 किलो मह दिनु पऱ्यो कि अरूले त्यही हाम्रो गर्दै पल्तिर एउटा घाँस काट्न जाँदा टोकिदिएछ 3वटा तोरी टेकेर भाँचिदिएछ 3वटा तोरी भाँचेको 2 किलो मह किनेको छु नि हिजो है मेरो गाउँमा थियो भने नि सर पाताको दुखाउनु भएको तर के असर छ असर है 3वटा तोरी यही यस्तोमा टेकेछ क्या मेरो तोरी भाँच्छ पैसा है आज एउटा प्रेममा त टुप्पो भान्चे रहेछ होइन तपाईँलाई मारेर हामी बाँच्न पनि परेको मसु व्यापारी होइन व्यापारको मुनि अर्कालाई ठगेर आफूलाई उठ्यो भन्ने त हो टोकिहाल्यो होइन फिल गर्न चाहिँ पाएन यहाँ चाहिँ पडिहाल्यो यो सास उहाँको सर कहाँ घुस्यो यार चौँ गरेर क्वाँ 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 गर्दो रहेछ क्या निस्क्यो भाइ उठ्याबाट एउटा ल हामीले चाहिँ 2टा फ्रेम रेडी गऱ्यौँ हाम्रो लागि ल अब हामी यहाँबाट मौर लिएर निस्किरहेको छौँ बाहिर ननिस्क त्यो चाहिँ हिँड्दाखेरि ननिस्कसँग यसरी टाल्ने सिस्टम हुन्छ हुन्छ हेर्नुहोस् भाइ हजुर मौरी पाल्नुहोस् हजुर तपाईँलाई त्यो सहकारीको जागिरभन्दा पैसा चाहिँ बढी छ मेरो हो सरकारी जागिर उहाँको त के म त हस्पिटलमा के हो तपाईँ हस्पिटल प्रशासन प्रशासन एचआर भैँसी गाई पालेर बसेको छ हेर्नुहोस् न प्राइभेट जागिर खानुभन्दा आफ्नो काम गर्नु असर पुऱ्याइ तँ पनि गरेको छु त्यो त्यही भएर त भनेको 18 घन्टाको ड्युटी छ भनेर नि नेपालमा यो देश अब तपाईँहरू सबै नै विदेशबाट आउनुभयो होला होइन उहाँ त हो तपाईँ पनि हो कि
अर्काको जागिर खानुभन्दा आफ्नो काम गर्नु धेरै सफल उहाँ चाहिँ सफल गाई पालक गाई पालक। फर्म छ ठुलै फर्म छ हुँदैन हाम्रो कतिवटा छ 50-55वटा कति गाई छ 55 कि कति राख्यो त 55वटा गाई छ राम राम तपाईँले यो देशकै बढी गाई पाल्ने मान्छे हुनुहुन्छ होइन होइन त्यो चाहिँ होइन यही हुनुहुन्छ एउटाले झापातिर कता 70-80वटा भनेको सुनेको थिएँ नै टोटल हाम्रो माउहरू त्यत्रो होइन नि त सानो ठुलो सब गरेर होइन हल्ला मात्रै गर्छ नि अनुदान खानालाई तर हाम्रो त छ होइन उमा के त्यो अरूले के 70वटा गाई भनेको त्यो अरे हैन नि त जोक होइन नि बच्चैसम्म पनि 70वटा माउ पाल्नु भनेको तपाईँको 200 भन्दा माथि टोटल बच्चा हुने गर्छ हुर्किँदै गरेको क्यारेको अनुदान खाए पछि कोठाइदिन्छ सब अनुदान खाए दुनियाँ नाना थरी गए हाम्रो छिमेकमा नि त थियो नि त्यो त पशु पालेर तर अनि अन्तिममा हल्ला गरे ब्याङ्कबाट ल्यायो भने आगो लाए अनि बिमा दाबी गरे खोइ यसको ढकल ल्याउनु जाली गाली माथिरहेको छ ढकल ढकल अर्को कुन यो होइन अब उहाँ छ तिनवटा घर म्याम कहिले आउनु ल्याउनु यहाँ भाँडाको लेखा त यहाँ पछितिर एकजना नेता छन् शालिग्राम भन्ने उहाँले होइन चोकाको नेतोले मेरो भन्छन् सहकारीको भन्दा धेरै पैसा आउनु चाहिएको भनेको त्यही पैसा होइन पब्लिक रिलेसन पनि एउटा कमाइ हो पब्लिक रिलेसन अब तपाईँसँग भेट भयो त्यस्तो त भन्दा जाँड खाएर सम्बन्ध पहिलेसम्म पनि मैले एकदम यो सायद के भनेदेखि कटु सत्य होला है जता गएँ नि जाँड खाएको रिलेसन मात्र जाँड गइदिनु भयो तपाईँसँग खाइ होइन बसेर राम्रै छ सम्बन्ध म त खान्न क्यारे होइन तर गाउँतिर नि सर जाँड खुवाइयो त सबै कुरा सहज भयो खुवाइएन त अब अप्ठ्यारो भयो जाँड चाहिँ खुवाउनै पर्यो एउटा यो तपाईँ ढकन चेन्ज गरिदिनु यो होइन ढकन कुन चेन्ज गर्नु ए ऊ त्यसमा यसमा तोर यो एउटा ढकन मैले उस्तै देखेँ कि यहाँ यो खप्किएको ढकन एकचोटि हेर्नु होइन यही तपाईँहरूलाई नि सर कन्फर्म हो तपाईँले फर्मेकेसी राख्नुहुन्न सर भन्नु बेसी साउन्डमा राख्नु हो मेरो त काम गर्ने मान्छे पनि भएन कि सर 16,000 काम गर्ने मान्छे राखेको थिएँ अब म भइलिएर काम गरौँ म भएपछि छैन अनि तल पनि दुईजना थियो मलाई लिएर हिँड्नुहोस् कि हिँड्नु मलाई लिएर हिँड्नुहोस् अब गाडी भाडा खाना खर्च तपाईँले बेहोर्नुपर्छ तलब दिनुहोस् तपाईँको यो अहिले कति गोला छ 500 गोला छ लगभग 600 500लाई मैले 2500 बनाउँछु अनि मार्केटिङ त्यही अनुसार गरौँ मार्केटिङ सर बानेश्वरमा महको पसल खोल्नु बुझ्नुभयो नि देशैभरिबाट मह कलेक्सन गरेर अरूको भन्दा सस्तो मूल्यमा बेच्नु 500मा तपाईँले काठमाडौँमा नि 500मा दिनको 200 केजी मह बेच्नु भयो भने सम्झिनुहोस् 6 महिनामा काठमाडौँमा घर आयो क्या आउँछ तर सकिँदैन कि महको मूल्य 500मा नै त्यो बेच्न सक्यो फेरि कस्तो हुन्छ भने जति सस्तो दियो उति डुप्लिकेट भन्छ शङ्का बढी हुन्छ कि हाम्रो उत्पादन बढी भएको हुनाले देख्दैन हजुर एकचोटि यसो हामीले पनि त बजारमा कपडा रोज्न थालिदियो भने अलिकति फरक गरौँ भने सस्तो भनौँ के भयो ल यहाँ हामीले चाहिँ पूर्वमुख फर्काएर मौरीको 2टा घाट सेट गरियो के छ बाबाको भने यसमा ठिक छ मेहनत हो पहिलो चाहिँ यो कृषि कर्म हो यसलाई विशेष ध्यान दिनुपर्छ बाउ यो परजीवी होइन आफै खट्ने हो अनुभव लिनुपर्छ त्यो पदमभाइ सफल भइन्छ त्यस्तो अहिले चाहिँ यसमा सुटिङ गर्नु छ हामी त्यसमा त्यतिखेर लाग्नु ध्यान दिनु पऱ्यो चलो अन्तिममा जाँदा हजुरको परिचय र हजुरको मोबाइल नम्बर दिनुहोस् न त सर मेरो नाम तीर्थ राई घर खोटाङ मेरो मोबाइल नम्बर चाहिँ 9841029154 अनि हजुरको संस्थाको नाम छ संस्था सारथी मौरी पालन
हस् त आजको कार्यक्रम यति नै फेरि हामी कुनै अर्को भिडियोमा भेट्छौँ धन्यवाद